म आज अहिले खासै मलाई यो परागनमा आउने मन त थिएन, तर यहाँ देख्नुहुन्छ यत्रो दृश्य र हामीले आजसम्म कति दृश्य देख्यौँ। तर यहाँ पत्रकार साथीहरू पनि धेरै आउनुभयो, तर यो घण्टाघरमा धेरै साथीहरूले हजारौं करोडौं साथीहरूले एउटा भ्युज बनाउनु भयो, सबैले एउटा भ्युज बनाएर हाल्नुभयो। सायद उहाँहरू भाइरल भएर पनि केही पैसाहरू कमाइसक्नु भयो होला। तर यो घण्टाघरलाई लगानी लगाउँदा र लगानी लागतको कुरा र अहिले गएको यो घण्टाघरको यो रोकिएको घडीतिर कसैको ध्यान र आकर्षण ल हेर्नुहोस्। अहिले एउटा घडी हेर्नुहोस्, अर्को घडी हेर्नुहोस्, अर्को घडीमा कति बजिरहेको छ सेम टाइम तपाईहरु हेर्नुहोस्। ल हेर्नुहोस्, यो रियल टाइम ल हेर्नुहोस् है, ल हेर्नुहोस् 2:25 गइरहेको बेला अर्को घडीमा कति बजिरहेको छ। यो चाहिँ यो परागनमा आज मात्र होइन, आजदेखि कतिसम्म दाजुभाइ दिदीबहिनीहरू स्कुल विद्यार्थीहरू कतिले आउनुभयो, आफ्नो भ्युज बनाउनु भयो, फोटो खिच्नु भयो र यसको परागनमा आएर। तर यसप्रति सायद कुनै पत्रकार साथीहरूले पनि कुरा उठाएको मैले सुनिनँ, यो पनि मैले देखिनँ। कुनै यहाँ आएर एउटा टिकटक बनाएर कुनै फोटो खिचेर भ्युज बनाउनेहरूले पनि मैले कुनै कमेन्टमा र कसैले पनि हालेको चाहिँ मैले देखिनँ है। ल हेर्नुहोस्, यसको बारेमा कसैले सोच्यो, आफ्नो र व्यक्तिगत लागि मात्रै सोचेको मात्रै मैले देखेँ। ल हेर्नुहोस्, यो सेम टाइम 2:25, 26, 27 जाँदासम्मको र यो घडीको टाइममा हेर्नुहोस् त कति बजिरहेको छ। हेर्नुहोस्, पत्रकार साथीहरूले पनि यहाँ आएर र कतिपय साथीहरू देख्नुहुन्छ तपाईँले क्यामेरा समातेर फोटो खिच्नुहोस् है, 50 रुपियाँ कपी 100 रुपियाँ कपी भनेर देख्नुभयो। हेर्नुहोस्, साथीहरू हुनुहुन्छ। ल हेर्नुहोस्, कोही आउने बित्तिकै फोटो खिच्ने हो भनेर सोध्नुहुन्छ, तर उहाँहरूले एकचोटि कसैमाथि कहीँ पनि मैले कसैको पनि मैले लाखौँ कमेन्टहरू, लाखौँ भिडियोहरू हेरेँ, यहाँहरूका लाखौँ पोस्टहरू हेरेँ, तर कसैले पनि एउटा पनि कमेन्ट देखिनँ, कसैले लेखेको पनि देखिनँ। आज यस घण्टाघरको लागत र यसको औचित्य र मूल्यको तर कसैले कुरा उठाउनु भएन। यो घण्टाघरको घडी किन बन्द भयो, यो घण्टाघरमा घन्टी बज्दाखेरि कति समय जान्थ्यो, यो घण्टाघरमा किन घडी चलेन भन्ने कुरा। अनि पत्रकार साथीहरू हाम्रो सुर्खेतमा लगभग 1200 भन्दा पनि अझ बढी पत्रकार साथीहरू हुन्छ। उहाँहरूले बरु यहाँ आएर कत्रो गर्नुभयो। तर ल हेर्नुहोस् त, यो घण्टाघरको यो घडी रोकेको विषयमा र यो सभ्यता र भव्यताको हिसाबमा भन्ने हो भने कर्णाली प्रदेशको राजधानीमा अनि यो पुरातात्विक